हेलो मित्र, हजुर नेपाली हुनुहुन्छ है? यसो कुरा गर्न मिल्छ? सन्चै हुनुहुन्छ? नमस्ते, सन्चै हुनुहुन्छ? अनि जापान रमाइलो छ? रमाइलो हो। जापानको अनुभव सुनाउनुहोस् न, जापान कतिको गाह्रो साह्रो के छ? ठिकै हुन्छ, सुरुमा जसलाई पनि अलिक गाह्रै हुन्छ, नयाँ नयाँ आएको बेला। जस नयाँ नयाँमा गाह्रै हुन्छ। अब हेर्नु, नयाँ ठाउँ हुन्छ, नयाँ देश हो, यहाँको भाषा आउँदैन, धेरै कुरा हुन्छ, थाहा हुँदैन। त्यो हिसाबले अलिक सुरुमा गाह्रो हुन्छ, तर गर्दै गयो बानी बस्दै जान्छ, कुरा थाहा हुँदै जान्छ भने। तपाईँलाई चाहिँ के कुरामा गाह्रो भयो सुरुको दिनहरूमा? सुरुमा आउनु सुरुको दिन मलाई सबभन्दा गाह्रो जसलाई पनि म्याक्सिमम मेरो हिसाबले 99% मान्छेलाई भाषामा अलिक गाह्रै हुन्छ। भाषामै गाह्रो है? त्यसपछि सेकेन्डमा आउँछ ठाउँ थाहा हुँदैन कसरी। अब भाषा आए पो त ठाउँ थाहा भए पो त केही कन्भर्सेसन यताउता धेरै कुरा हुन्छ। तर म फर्स्ट प्रायोरिटी दिन्छु जापान आउनेहरूलाई। हजुर, भाषा राम्रो बनाएर। भाषा चाहिँ राम्रो बनाउनु पर्यो। तर म्याक्सिममले फेरि भाषा राम्रो बनाएर आउनु भने तापनि भाषा राम्रो नबनाए आए जस्तो लाग्छ नि। त्यो त्यही हो। त्यो चाहिँ हो है? त्यो चाहिँ हो। फ्याक्ट कुरा भने एउटा छ नि, जसले भन्छ यो कुरा राम्रो गर त्यो कुरालाई त्यति नराम्रो गरेर आउनुहुन्छ। म पनि त्यस्तै हालेँ। अरूलाई के भन्दा मेरो पनि त्यति राम्रो नभएर भाषा त गाह्रो भयो होइन। अनि सुरुमा आउँदाखेरि कतिको बुझ्नु भयो त भाषा कामहरू गर्दाखेरि? बुझिन्थ्यो, तर के हुन्छ भने यिनीहरूको बोल्ने जुन टोन हुन्छ नि, हामी त बुकमा पढेको हुन्छ होइन, अनि नेपालीले पढाएको हुन्छ। हजुर। अनि लिस्निङ अलिअलि सुने हुन्छ, त्यतिको भरमा यिनीहरूले बोलेको प्रोनाउन्सिएसन अलिक बुझ्न गाह्रो हुन्छ। भनेपछि किताबमा पढेको र यिनीहरूले बोलेको फरक हुन्छ? अलिक फरक हुन्छ। हाम्रो नेपाली प्रष्ट बोल्नु भने हजुर हाम्रो नेपालीको टोन र अरू कन्ट्रीले बोलेको टोनमा फरक हुन्छ। अनि यिनीहरूले प्रष्ट रूपमा सुन्नु भनेपछि हजुर यिनीहरूले खाटै केही बोलिदियो भने त बुझ्नुहुन्न। अनि नेपालमा कुन लेभल पास गरिरहनु भएको तपाईँ? मैले N4 लेभल पास गरेँ। अनि जापान आएर इक्जाम दिनुभयो? अहिले दिएको छैन, अब दिने सोच्नु। अब कति N कति दिनुहुन्छ? 3 कि 2? 2, 3 जे हुन्छ त्यो दिन। भाषा राम्रो बनाउनु भयो होला नि? त फिलिली त्यस्तो त छैन। फिलिली हेर्नु, अर्काको भाषा जति पढे पनि फिलिली हुँदैन, तर काम चल्ने जति जस काम चल्ने चाहिँ पर्याप्त छ। त्यति त अहिलेको लागि भनेपछि भने त ठिकै हो। भनेपछि अब त काम पनि उडी हान्नुहुन्छ होला? ठिकै हो, उडी त नभनौँ। हजुर, जतिको त्यहाँ चाहिए हुन्छ हजुर त्यो हिसाबले पुगिरहेको हुन्छ उनीहरूलाई त भयो। अहिले नो प्रब्लम, नो टेन्सन, त्यस्तो भाषा काम साम केही छैन, चिल। ठिकै छ, जापान बस्नेहरूलाई त अब जो तपाईँ पनि बस्नुहुन्छ भने त जापान बसेर त चिल त कहिले हुँदैन हो। चिल भनेपछि ऊ लेभलको चिल त हुँदैन, तर ठिकै हुन्छ, रमाइलो हुन्छ। रमाइलो बेला रमाइलो हुन्छ, काम गर्ने बेला गाह्रो पनि हुन्छ, काम पनि गर्नुपर्छ। अनि पैसा पनि दरो कमाउनु भयो होला नि त? अनि केही छैन, सबलाई थाहा छ जापानमा के कस्तो कमाउँछ कस्तो कमाउँछ होइन। तपाईँ पनि बस्नु भयो जापान, अरू साथीहरूसँग पनि भेट्नु सोध्नु। जापानको कमाइ भनेर म्याक्सिमम सबलाई थाहा हुन्छ। त्यो त हो नि। त्यो के हुन्छ भनेपछि यहाँको कम्पनीहरूको सबको फिक्स हुन्छ क्या। धेरै कमायो भने 5-10 हजार, कसैले बढी त कसैले कम, त्यति हो। त्यो चाहिँ हो है। अनि जापानको रमाइलो पक्ष के छ भन्दैछु न? रमाइलो पक्ष के हो? फ्रिडम छ, फ्रिडम कन्ट्री है। तपाईँ के गर्नु अरू तपाईँदेखि वास्ता गर्दैन। अनि अलिकति नराम्रो पक्ष पनि भनिदिनुहोस् न। नराम्रो पक्ष क्या मलाई हजुर खासै त्यस्तो यिनीहरूको नराम्रो पक्ष लागेन। काममा अलिक के हुन्छ भने काम त यदि राम्रोसँग गर्नुभयो भने यिनीहरूले केही भन्दैन। काम गरेन भने रिसाउनु। काम चाहिँ जोस् काम मात्रै गर्नु पर्यो। कामलाई दिन्छ। काम चाहिँ जोस् अब लगनशील भएर मेहनत गरेर राम्रो गर्नु पर्यो। हामी नेपालीको के भयो, यिनीहरू कुनै पनि काम गर्छन् भने एकदम फोकस भएर एकदम सिरियस भएर गर्छन् जापानीहरू। हामी नेपालीको त्यो बानी हुँदैन। आज गऱ्यो हजुर, त्यो काम सक्यो मतलबै हुँदैन, घर गयो सक्यो। अब के छ कसो छ त्यो त हो। भोलि गएर फेरि अब हेर्नै सोच्नै पर्छ के गर्ने होइन। यिनीहरूको सब सोचेको हुन्छ। आज छोडेर गयो भने भोलि के गर्ने खत्रो गर्ने सब प्रिपेरेसन भएर आउने। त्यस्तो हुन्छ नि। त्यस काममा चाहिँ विदेशीको मन नपराउनु, जापानीले रिसाउनु विदेशीमाथि, त्यति कुरा हो। हामीहरू सिरियस भएर फोकस भएर काम जबसम्म गर्दैन तबसम्म यिनीहरूले। भनेपछि अब यहाँनिर अहिले जापानमा होइन यो 2 वर्षको अन्तरालमा एकदमै धेरै नेपालीहरू बढ्या छ होइन। अनि अब कतिपय यो तोक्तेकिनो भिजामा आएर होइन एकदमै अब के भन्नु बिजोग अवस्था भएको छ नि क्या। डिप्रेसन जाने, मानसिक टर्चर धेरै होइन, त्यस्तो अवस्था छ।
त्यस्तो अवस्था किन छ अरू मान्छेलाई त थाहा होला नि किन जसलाई डिप्रेसनमा जुन मान्छे गएको छ हजुर त्यसलाई त थाहा होला हो कुनै कुनै केस यस्तो छ त्यो धेरै कम केस छ होइन पर्सेन्टेज 10-20% मात्र छ यी काममा मान्छे नै नराम्रो परेर त्यो डिप्रेसनमा गएको छ होइन अब राम्रो नराम्रो मान्छे तपाईँ हेर्नु भने नेपालीमा पनि 100 जनामा 10 जना पनि त राम्रो हुन्छन् त्यस्तै यिनीहरूमा पनि 100 जना त राम्रो हुँदैन हजुर 10 जना नराम्रो पनि हुन्छ 100 जनामा त्यस्तै त्यो नराम्रो मान्छेसँग हामी जुझ्न आएको होइन नि हजुर यहाँ आउनेहरूले आजलाई तै लगाउँछु भने यो मलाई यो भनेर त्यो गर्ने होइन हजुर त्यो कसरी ठिक हुन्छ हजुर एउटा भनाइ छ नि अरूलाई यदि चेन्ज गर्न सकेन भने आफू चेन्ज हुनु पर्यो हजुर हजुर उसले के भन्छ त्यही हिसाबले चल्नु पर्यो त्यो त हो एकदम सही हो होइन हो हामी त उसलाई सिकाउन आएको नि उसँग सिकेर काम गर्न आएको हो त्यही भएर अब जसलाई गाह्रो परेको छ हजुर हजुर उहाँलाई एक शब्दमा भन्दा के भन्नुहुन्छ एक शब्दमा भन्नुपर्ने भने गाह्रो भएन भने सजिलो हुँदैन सजिलो केही पाउँदैन सजिलोसँग त्यही भएर आज गाह्रो छ भने भोलि सजिलो हुन्छ होला धैर्य गरेर काम गर्नु त्यति भन्नु धैर्य गरेर काम गर्नु पर्यो जस अब आफ्नो काममा फोकस गर्नु जुन क्षेत्रमा हुनुहुन्छ त्यहाँ आफ्नो फोकसले राम्ररी काम गर्नु तपाईँको कामले जस्तो सुकै मान्छे भयो नि त्यसलाई तपाईँको कामलाई अब सम्मान गर्छन् त्यही हो ओभरअल जस जापान ठिक छ रमाइलो छ ठिक छ जस आज बिदाको दिन है अलि घुमघाम भइरहेछ रमाइलो परिचय दिनु न छोटो तपाईँको मेरो नाम अनुपम झा हो अनुपम झा सप्तरी जिल्ला हाल चाहिँ अहिले त जापान बस्छु जापान कुन ठाउँ बस्नुहुन्छ जापानको मेरो ओसाका उमेदातिर बसेको छ उमेदातिर काम पनि त्यतै छ काम पनि त्यतै हो हस् त तपाईँले आफ्नो समय मलाई दिनुभयो हस् त्यसको लागि धेरै धेरै धन्यवाद